नमस्ते साथीहरू, म आज किनेमा बनाउन गइरहेको छु। त्यसको लागि मजाले भटमासलाई केलाउने अनि पखाल्ने। यसरी पखालिसकेपछि चाहिँ यसलाई अब एक रातको लागि भिजाउनु पर्छ। मैले भिजाएको छु। अब एक रातपछि यो मजाले ढाडिएको छ, यो पकाउनलाई रेडी छ। अब यसलाई म पकाउँछु। मैले प्रेसर कुकरमा पकाइरहेको छु यसलाई। अब मजाले यो पाकिसकेको छ। मैले पात पनि अगाडि नै तयारी गरिसकेको छु। पात, बक्स अनि न्यानो कपडा सिरक भए पनि हुन्छ। अब यो पाकिसकेको भटमासलाई चाहिँ यसलाई तातो तातो लगाइदिनु पर्छ। म यसलाई तातो तातो लगाइरहेको छु बक्सभित्र र अब पोको पारेर यसलाई सिरकमा गुटमुट्याइसकेको छु र 3 रातपछि यो मजाले खान मिल्छ।